हेलो एभ्रिवान, आज चाहिँ म चाउमिन बनाउन आँटेको। यो रेडी छ। थुक्पा, नुडल्स, टमाटर, क्याप्सिकम, यो गाजर, बिट अनि क्याबेज अनि म अनियन अनि काट्दैछु हो। अनि यहाँ चाहिँ थुक्पा र पानी उम्लिन, किनभने आज चाहिँ म एक्लै छु हो। सबैजना घुम्नुको लागि गयो अनि चाउमिन पकाएर खानु आँटेको। अहिले देखाउँछु ल बनाइसकेर। काटिसकिसके सब्जी भेजिटेबलहरू सबै नै। अन्त यहाँ चाहिँ मेरो नुडल्स पाक्दैछ है। यहाँ चाहिँ मेरो नुडल्स पाक्दैछ है। यस्तो हुँदैछ। मैले चाहिँ यो ओनियन हालेको। एकछिनमा देखाउँदैछु ल म तपाईँहरूलाई। म चाहिँ यसरी बनाउँछु चाउमिन। किन भाँडामा पकाएको भने म आज एक्लै छु, त्यसले गर्दाखेरि भाँडामा बनाएको हो। अनि भाँडा ज्यादा धुन सक्दिनँ म, त्यो भएर भाँडामा प्लस आगोमा पकाएको। टेस्टी टेस्टी चाउमिन। यहाँनिर चाहिँ मेरो हिजो मोमो बनाएको थिएँ, भेज मोमो। अन्त सुपमा हालेर पकाउँदैछु। सुपमा हालेको यो भित्र मजाले तातिन्छ, त्यसले गर्दाखेरि सुपमा पकाउँदैछु। यो चाहिँ यो पनि खाने। यहाँ छु साथीहरू। हेर्नुहोस् न, टमेटो केचप हालेँ, सोया सस हालेँ हो। अब चाहिँ यसलाई यस्तो गर्नुपर्छ मिक्स भेजिटेबलसँग। मेरो चाउमिन रेडी भयो। मेरो चाउमिन रेडी भयो साथीहरू। हेर्नुहोस् मेरो चाउमिन। यो चाहिँ मैले अस्ति बेङ्गलोरदेखिको ल्याएको है। बेङ्गलोरदेखिको ल्याएको टमेटो केचप हो। अहिले काम आउँदैछ, यसरी खानुपर्छ भनेर ल्याएको। ल पाकिसक्यो, देखाउँदैछु ल। हेलो, यो चाहिँ मेरो रेडी भयो नुडल्स। नुडल्स यो मोमो झोलसँग बनायो, झोलसँग उयो गरेको। हिजो बनाएको थिएँ हो, त्यसले गर्दाखेरि यो भेज मोमो। यहाँ चाहिँ अचार, यहाँ चाहिँ टमेटो केचप हो। अब खाएको ल। तपाईँहरूलाई पनि खानु मन पऱ्यो भने आउनुहोस् है। खाएको ल साथीहरू, तपाईँहरूलाई पनि खानु मन पऱ्यो भने आउनुहोस् मसँग। टेस्टी।